यो घर चाहिँ हाम्रो आमाको हो र म चाहिँ आमैसित बस्छु। आमा चाहिँ बुद्धगया जानु आँटेको र म चाहिँ पुरानो जानुपर्छ। आमा चाहिँ वर्षमा एकपल्ट चाहिँ तीर्थयात्रा गर्नुहुन्छ र म चाहिँ अब जानु आँटेको। बिग्या छ अब रेडी भइसक्यो। अर्को यहाँ छ, उहाँ जानु आँटेको बुद्धगया। यो चाहिँ हाम्रो भगवानको छेसम रुम हो। ठुलो ठिक छ अनि छेसम रुम चाहिँ यहाँ छ। आमाले चाहिँ पूजा गरेर निस्किनु भयो। अब चाहिँ हिँड्नु लागेको। अब चाहिँ आमासँग काम चाहिँ कहिले तुल्दैन फेरि उसको जाने बेलामा काम गरिरहेको हुन्छ। ओपन गर्दा भइहाल्छ। आमा चाहिँ अब बुद्धगयाको लागि रेडी भएर निस्केको। झोला सोला सबै निकालेर झोला यहाँ छ। म चाहिँ पुऱ्याउनु गएको। आमा कहाँ जानु अरे? बुद्धगया। कति दिनको टुर? 8 दिन। 8 दिन घुमेर आउने भयो बुद्धगयाबाट। र पूजा त सबैको लागि गरिदिने। अच्छा ठिक छ। राम्रोसँग पुगेर आउनु। शुभयात्रा। यो गेट पनि लाग्यो। बुढाबुढी मान्छे जस्तो भइसक्यो चाहिँ गेट लगाएर हिँड्यो। अब तलसल बोकेर अझै निस्केको। र यो मेरो यो हो। यो चाहिँ बहुत पुरानो गाडी हो। अहिले चाहिँ मेरो यो भिन्टेज नम्बर दिएको छ। लगाएको छुइनँ। यो नम्बर चाहिँ सेरेन्डर गर्नु पर्यो। र अहिले चाहिँ मलाई अर्को नम्बर दिएको छ। WBBAB0372 नम्बर पाएको छु। र लाउनु जानुपर्छ। जुगामा अब चाहिँ आमा घर लागेको। आमाको चाहिँ ट्रेन छ। 3 बजीको ट्रेन छ। 3 बजीको ट्रेन छ। र अहिले चाहिँ आज चाहिँ बस्नुहुन्छ। भोलि चाहिँ फोटोसँग 3 बजीको ट्रेनमा मेरो साथी हो यहाँ परि। अब आमा बुद्धगया गएको। बुद्धगया गाडी भाडा काटिदियो। टुरिस्ट आएको। अहिले चाहिँ हामी खरसाङ आइपुग्यो र आज चाहिँ खरसाङमा बसेर
भोलि 3 बजीको ट्रेनमा चाहिँ आमा र फुपू बुद्धगया जाने र आज चाहिँ खरसाङ हल्ट र भोलि मात्रै